सबैजनालाई नारायणम। हजुरहरूले हरिहर टिभीको मार्फतद्वारा धेरै विषयमा धेरै ग्रन्थहरूमा गुरुहरूद्वारा स्वाध्याय प्रवचन चिन्तनहरू गरिरहनु भएको थियो। अहिले केही दिनका लागि गुरुहरूका व्यस्तताका कारण अब केही दिनहरू मैले श्रीमद् भगवत गीतामा आधारित स्वाध्यायहरू चलाउन गइरहेको छु। मैले धेरै कुराहरू त जान्दिनँ, तथापि गुरु कृपाद्वारा मैले जे ज्ञान आर्जन गर्न सकेँ त्यो कुराहरू आज हजुरहरूमाझ मैले पस्किन गइरहेको छु र हजुरहरूलाई मैले श्रीमद् भगवत गीताको स्वाध्याय गराउन गइरहेको छु। यदि सम्भव छ भने हजुरहरूले श्रीमद् भगवत गीताको पुस्तक हातमा लिनुहोला र स्वाध्यायमा जोडिनुहोला। सम्भव छैन भने पुस्तक नभए पनि हजुरहरूले यो श्रवण चाहिँ अवश्य पनि गर्नुहोला। मैले ग्रन्थको चिन्तन मनन गर्ने क्रममा पनि धेरै ठाउँहरूबाट खोजेर महाभारतदेखि लिएर हरेक ठाउँहरूबाट पात्रहरूको विस्तृत रूपमा व्याख्याहरू मैले यस भिडियोमा गर्नेछु र श्रीमद् भगवत गीताको आज हामीहरूले प्रथम अध्यायको चर्चा गर्नेछौँ। चर्चा गर्नु पूर्व महाभारत अनुसार युद्धभूमिमा को आएका थिए, युद्धभूमि त्यो परिणाममा किन पुगेको थियो, पूर्व प्रसङ्ग के छ। महाभारतको भीष्म पर्वमा 25 अध्यायदेखि श्रीमद् भगवत गीता सुरु हुन्छ। त्योभन्दा अगाडिका 24 अध्यायहरूमा के प्रसङ्ग रहेका छन् भन्ने कुरा पनि आज हामीहरूले चर्चा गर्नेछौँ। त्यो पूर्व प्रसङ्गलाई र गीता पढ्नुको महत्त्वपूर्ण के छ र इम्पोर्टेन्स के छ, त्यसको महात्म्य के छ भनेर पनि चर्चा गर्नेछौँ। र आजदेखि केही दिनहरूमा मैले हजुरहरूलाई श्रीमद् भगवत गीताको स्वाध्याय चलाउन गइरहेको छु। यो स्वाध्यायमा कुनै पनि विघ्न बाधाहरू नआउन् भन्नका लागि सर्वप्रथम त हामीहरूले जोद्वारा यो गीता गाइएको हो ती भगवान् श्रीकृष्णको माङ्गलिक हामीले एउटा स्मरण गर्नेछौँ र त्यसपछि हामीहरूले स्वाध्यायलाई अगाडि बढाउनेछौँ। ओम कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुः करे कङ्कणम् शर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्रीपरिवेष्टितो विजयते गोपालचूडामणि गोपस्त्रीपरिवेष्टितो विजयते गोपालचूडामणि। सर्वप्रथम त जुन गुरुहरूद्वारा मैले ज्ञान आर्जन गरेँ, जुन गुरुहरूले मलाई यो अवसर प्रदान गर्नुभयो, ती सम्पूर्ण गुरुहरूका चरणमा मेरो नमन र मलाई यहाँसम्म पुर्याउनु हुने मेरा मातापिताका चरणमा पनि नमन र जोद्वारा यो गीता गाइएको हो ती भगवान् श्रीकृष्णका चरणमा पनि कोटि कोटि नमन गर्दै आजको स्वाध्याय हामीहरूले सुरु गरौँ। स्वाध्याय सुरु गर्नुभन्दा पूर्व हामीहरूले यो गीता कुन दिन भगवान् श्रीकृष्णले उपदेश गर्नुभएको थियो यो कुरा बुझ्न एकदमै जरुरी हुन्छ। किनभने हामीले बाहिर हेऱ्यौँ भने थोरै केही बुझेका व्यक्तिहरूले श्रीमद् भगवत गीतामा 18वटा अध्याय छन् र महाभारतको युद्ध पनि 18 दिनसम्म चलेको थियो। त्यसरी के भगवान् श्रीकृष्णले प्रत्येक दिन एउटा एउटा अध्याय भन्नुभएको थियो कि कतिौँ दिनमा भन्नुभएको थियो? सञ्जय त 10औं दिनमा भीष्म पितामहको मृत्यु भइसकेपछि 11औं दिन गएका थिए भनिसकेपछि कि 11औं दिन भन्नुभएको हो भन्ने कुरा धेरैलाई शङ्का लागेको हुनसक्छ। त्यो शङ्का निवारणको लागि म हजुरहरूलाई भन्छु कि जब युद्धभूमि सुरु हुने पहिलो दिन थियो, पहिलो दिनमा युद्ध सुरु हुनुभन्दा पूर्व जब शङ्खनाद हुन्छ, शङ्खनाद भइसकेपछि बल्ल भगवान् श्रीकृष्णले लगभग व्यक्तिहरूका अनुसार 45 मिनटदेखि 1 घण्टाको बिचमा भगवान् श्रीकृष्णले यो उपदेश गर्नुभएको हो भन्ने मान्यता छ। यो प्रमाणित रूपमा त छैन, तैपनि पहिलो दिन चाहिँ भगवान् श्रीकृष्णले यो 18 अध्यायको गीता अर्जुनलाई उपदेश गर्नुभएको थियो। त्यो उपदेश गर्नुभन्दा पूर्व प्रसङ्ग के थियो त भन्दा अब यो यहाँ हजुरले श्रीमद् भगवत गीतामा हेर्नुभयो भने मुख्य पात्रको रूपमा हामीहरूले भगवान् श्रीकृष्णलाई, सञ्जयलाई र अर्जुनलाई देख्न सक्छौँ। सञ्जयले यहाँ किन आइरहेका छन्, सञ्जय भन्ने पात्र यहाँ किन आइरहेका छन् त भन्दा जब
अब युद्ध हुने भयो भन्ने निर्णय हुन्छ, त्यसपछि व्यासजी पनि त्यहाँ आउनुहुन्छ। व्यासजी आएर धृतराष्ट्रलाई के भन्नुहुन्छ त भन्दा, हे धृतराष्ट्रजी, अब हजुरका पुत्र, दुवै पक्षका हजुरकै पुत्रहरू हुन्, ती पुत्रहरूले अब युद्ध गर्दैछन्। हजुर चाहिँ अन्धो हुनुहुन्छ, हजुरले त्यो युद्ध देख्न सक्नुहुन्न। त्यो युद्ध हजुरले देख्नुहोस् भन्नका लागि म हजुरलाई दिव्य दृष्टि प्रदान गर्छु भनेर व्यासजीले भन्नुहुन्छ। व्यासजीले त्यो कुरा भनिसकेपछि धृतराष्ट्रले के भन्नुहुन्छ त भन्दा, मैले आफ्नो सन्ततिको नाश भएको हेर्न चाहन्न। आजसम्म म अन्धो भएँ, अब अन्तिम अवसरमा म बुढो पनि भइसकेँ र आफ्नो सन्ततिको नाश भएको हेर्नको लागि मात्र मलाई त्यो दिव्य दृष्टि चाहिँदैन भनेर दिव्य दृष्टिलाई नकार्नुहुन्छ। अब धृतराष्ट्रलाई कसैले न कसैले त भन्नु पर्यो। ती सबै कुराहरू भनिसकेपछि सञ्जयलाई दिव्य दृष्टि दिनुहुन्छ। सञ्जयलाई दिव्य दृष्टि दिइसकेपछि त्यो दिव्य दृष्टि कस्तो थियो त, किनभने सञ्जयले प्रत्येक दिनको हरेक कुराहरूको मनमा भएका कुराहरू समेत धृतराष्ट्रलाई सम्झाइरहेका छन्। 10औं दिनपछि धृतराष्ट्र कहाँ गएर भनिसकेपछि त यी सबै कुराहरू सञ्जयलाई कसरी थाहा हुन्छ? दिव्य दृष्टि मार्फत के कुराहरू थाहा हुन्छ त भन्ने कुरा हामीहरूले बुझ्नुपर्ने हुन्छ। महाभारतमा आउँछ के कुराहरू दिव्य दृष्टिद्वारा थाहा पाइन्छ त भन्दा, प्रकाशम वा दिवा वा यदि वा निशि मनसा चिन्तितमपि सर्वं वेत्स्यसि सञ्जय भनेको रातमा, दिवाकालमा, प्रकाश भएको ठाउँमा, नभएको ठाउँमा, जस्तो ठाउँमा होस् अथवा कुनै व्यक्तिले चिन्तन गरेको, मनसा चिन्तितमपि सर्वम भनेको मनद्वारा चिन्तित गरिएको, मनमा लिएका कुराहरू पनि सबै सञ्जयले देख्न सक्थे। त्यसरी चाहिँ सञ्जयले धृतराष्ट्रलाई सबै युद्धभूमिको कुराहरू गएर सुनाएका थिए। सञ्जयलाई यो दिव्य दृष्टि वेदव्यासद्वारा प्राप्त भएको थियो। र अब युद्ध सुरु हुने कुरा भइसकेपछि अब सञ्जयले सुनाउनको लागि जान्छन्। सबैभन्दा सुरुमा हामीहरूले हेर्न सक्छौँ, धृतराष्ट्रले, हामीहरू सबैलाई थाहा होला, सबैभन्दा सुरुमा चाहिँ धृतराष्ट्र उवाच रहेको छ। धृतराष्ट्रले के भन्छन् त भन्दा, धर्म क्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सवः मामकाः पाण्डवाश्चैव किम कुर्वत सञ्जय भनेको अब सञ्जय आइसकेपछि धृतराष्ट्रले सञ्जयलाई सोध्नुहुन्छ, धर्मक्षेत्री कुरुक्षेत्रे भनेको त्यो धर्मभूमि कुरुक्षेत्रमा जहाँ युद्ध भइरहेको छ, युद्ध हुन गइरहेको छ, त्यहाँ समवेतायुत्सव युद्ध गर्ने इच्छाले भेला भएका को त भन्दा मामकाः पाण्डवाश्चैव। यहाँ ग्रन्थकारहरूले के चिन्तन गर्नुभएको छ त भन्दा, धृतराष्ट्रले मामकाः भनेर छुट्टै र पाण्डवाः भनेर छुट्टै किन त भन्दा उनीमा यो भित्र यो भाव छ कि पाण्डवहरूले नजितुन् र मेराहरूले जितुन्। जुन मेरा भन्ने जुन भाव छ, यहाँ ग्रन्थकारहरूले त्यसरी अर्थ गर्नुभएको छ। मामकाः भन्नेका मेरा छोराहरूले, कौरव लगायतका 100 पुत्रहरूले र पाण्डवाश्चैव भनेको पाण्डुका पुत्रहरूले किम अकुर्वत सञ्जय, के गरे भनेर सञ्जयलाई प्रश्न गर्नुहुन्छ। सञ्जयलाई प्रश्न गरिसकेपछि अब सञ्जयले सुरु गर्नुहुन्छ भन्न। यहाँ सबैभन्दा सुरुमा दुर्योधनको प्रसङ्ग आउँछ। के आउँछ म हजुरहरूलाई भन्छु। दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनम अब्रवीत्। जब दुर्योधनले ती पाण्डव पक्षका सेनाहरूलाई देखे, त्यसपछि ती दुर्योधनले के गर्छन् त भन्दा, आचार्यमुपसंगम्य भनेको आचार्यको नजिक, आचार्य अर्थात् द्रोणाचार्यको नजिक गएर राजा वचनम अब्रवीत्। अब राजा दुर्योधनले के भन्न थाल्नुहुन्छ त भन्दा, पश्यैतान् पाण्डुपुत्राणां माचार्य महतीं चमुं व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता भनेको द्रोणाचार्यलाई भन्दै हुनुहुन्छ, हेर्नुहोस् पाण्डुका पुत्रहरूको पक्षमा, पाण्डव पक्षमा हेर्नुहोस्, पाण्डुपुत्राणां ती पाण्डुपुत्र अर्जुन, भीम लगायतका व्यक्तिहरूलाई हेर्नुहोस्, व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता भनेको द्रुपदका पुत्र धृष्टद्युम्न थिए। धृष्टद्युम्न द्रौपदीका दाजु पनि हुनुहुन्थ्यो र द्रुपद भनेको द्रौपदीका पिताजी हुनुहुन्थ्यो र द्रुपद पाञ्चाल देशका राजा हुनुहुन्थ्यो। त्यसरी पनि द्रौपदीलाई पाञ्चाली भनेर भन्ने गरिन्छ। त्यो द्रुपद पुत्र धृष्टद्युम्नद्वारा रचित व्यूढां भनेको जुन व्यूह छ, त्यो व्यूहलाई हेर्नुहोस् कस्तो अचम्मको व्यूह गरेको छ भनेर दुर्योधन द्रोणाचार्यको नजिकमा गएर पाण्डवहरूको सेनालाई देखाउँदै भन्छन्। त्यसपछि अत्र शूरा महेश्वासा भीमा अर्जुन समायुधि
युयुधानो विराटश्च द्रुपदश्च महारथः। त्यसपछि के भन्छन् त भन्दा द्रोणाचार्यलाई अब हेर्नुहोस् पाण्डवका पक्षमा को महारथीहरू को छन् भन्दै बुझाउँदै हुनुहुन्छ। अत्र सुरा महेश्वासा एकदम बलवान भयङ्कर ठुला धनुषलाई धारण गर्नेवाला भीमार्जुन समायुधि भीम र अर्जुन समान भनेको भीम र अर्जुन जत्तिकै बलवान को छन् भन्दा युयुधान विराट राजा विराट द्रुपद दृष्टकेतु भनेको दृष्टकेतु को हुन् त भन्दा शिशुपालका पुत्र हुन् जसलाई भगवान श्रीकृष्णले सभामा आफ्नो चक्रद्वारा मार्नु भएको थियो। त्यो शिशुपालको पुत्रको रूपमा छ दृष्टकेतु। चेकितान काशीराज पुरुजित कुन्तीभोज शैव्य युधामन्यु उत्तमौजा सौभद्रा द्रौपदीयाश्च। सौभद्रा भनेको सुभद्रा पुत्र अभिमन्यु र द्रौपदीयाश्च द्रौपदी भनेको द्रौपदीका 5वटा पुत्रहरू। यी व्यक्तिहरू चाहिँ महारथी भीम र अर्जुन समान बलवान महारथीहरू पाण्डवका पक्षमा छन् भनेर दुर्योधनले द्रोणाचार्यको समीपमा गएर पाण्डवहरूको सेनालाई देखाउँदै भन्छन्। अब दुर्योधनले अब चाहिँ के भन्दैछन् भन्दा अब हाम्रो सेनामा को छन् त नि त्यस्ता महान महारथीहरू को छन् भनेर अब द्रोणाचार्यलाई देखाउँदैछन्। अस्माकं तु विशिष्टाय तानि बोध दुर्योत्तमा नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते। नायका मम सैन्यस्य यो सेनाको म नायक हजुरलाई म देखाउँछु कि हाम्रा पक्षमा को छन् भन्दा भवान भनेर सबैभन्दा सुरुमा भवान भन्छन् दुर्योधनले। भवान भनेको कसलाई भनिरहेका छन् द्रोणाचार्यलाई भनिरहेका छन् भनेपछि हजुर हुनुहुन्छ हाम्रो पक्षमा त्यस्तो महारथी। अनि भीष्म भनेको भीष्म पितामह हुनुहुन्छ। कर्ण भनेको कर्ण छन्। कृपा समितिञ्जय कृपाचार्य हुनुहुन्छ। अश्वत्थामा विकर्ण सोमदत्तका पुत्र यस्तै विभिन्न अन्य च बहवः शूरा मदर्थे त्यक्त जीविता भनेको यस्ता कयौँ बलवान योद्धाहरू छन् जसले मदर्थे त्यक्त जीविता जसले चाहिँ मेरा निम्ति आफ्नो जीवित हुने जुन इच्छा हुन्छ म बाँचिरहँ भन्ने जुन इच्छा हुन्छ मान्छेमा त्यो इच्छालाई पनि त्याग गरेका छन्। मदर्थे त्यक्त जीविता नाना शस्त्र पठना भनेको अनेक प्रकारका शस्त्रहरूमा निपुण यस्ता योद्धाहरू हाम्रा पक्षमा पनि छन्। तर के भन्छन् भन्दा अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितं पर्याप्तं तुदमे तेषां बलं भीमाभिरक्षितं। तर हेर्नुहोस् विडम्बना के छ त भन्दा अपर्याप्तं तदस्माकं हाम्रा पक्षका संरक्षक सेनाको संरक्षकको रूपमा को हुनुहुन्छ भन्दा भीष्माभि अभिरक्षितम भीष्मद्वारा अभिरक्षित भएको हाम्रो सेना छ। यी भीष्म पितामह कस्ता हुनुहुन्छ त भन्दा उभय पक्षपाती हुनुहुन्छ। भीष्म पितामहले यसले जितोस् वा उसले जितोस् भन्ने चाहनुहुन्न। पाण्डवलाई पनि उत्ति नै माया गर्नुहुन्छ हामीलाई पनि उत्ति नै माया गर्नुहुन्छ। त्यसैले उभय पक्षपाती चाहिँ भीष्म पितामह हुनुहुन्छ। त्यसैले चाहिँ हामीले जित्न सक्दैनौँ भनेर भीष्म पितामहको जुन उभय पक्षपाती जुन उहाँमा छ त्यसलाई बताउँदै द्रोणाचार्यलाई बताउँदै दुर्योधनले भनिरहेका छन्। र पर्याप्तम तुदमे तेषां र पाण्डवहरू हामीलाई जित्नको लागि समर्थ किन छन् त भन्दा बलम भीमाभिरक्षितम भीमाभि भनेको भीमद्वारा अभिरक्षित संरक्षित के छ त भन्दा पाण्डवहरूको सेना छ। भीम कस्ता छन् भन्दा उनले प्रतिज्ञा लिएका छन् मेरो हातद्वारा कुरु वंशका ती 100वटा पुत्रहरूलाई मैले मार्नेछु भनेर द्रौपदीको चिर्ह भएको बेलामा नै प्रतिज्ञा लिएर बसेका छन्। र मलाई पनि जङ्घामा प्रहार गरेर मार्छु भनेर प्रतिज्ञा लिएर बसेका एकदम दृढ निश्चय मार्छु भनेर दृढ निश्चय गरेका भीम छन् र उभय पक्षपाती को छन् भीष्म पितामह हुनुहुन्छ। त्यसैले हामीले चाहिँ तिनीहरूलाई जित्न सक्दैनौँ तिनीहरूले चाहिँ हामीलाई जित्नेवाला छन् भनेर द्रोणाचार्यले भन्नुहुन्छ। ऐनेषु त सर्वेषु यथा भागमवस्थिता भीष्मभिभावि रक्षन्तु भवन्तः सर्वैव हि। त्यसैले दुर्योधन यो डराउँछन्। हेर्नुहोस् भीष्म पितामह यदि मरिहाल्नु भयो भने त सङ्कट पर्छ त्यति बलवान योद्धा। त्यसैले के भन्छन् त भन्दा अन्य बहवः शूरा भीष्म पितामहका नजिक भएका जति सेनाहरू हुन्छन् ती सेनाहरूलाई के भन्छन् भन्दा भीष्म पितामहको वरिपरि घेरा लगाएर बस्नुहोस् अर्थात् भीष्म पितामहको रक्षा गर्नुहोस् भनेर दुर्योधनले भीष्म पितामहको वरिपरि भएका जुन सेनाहरू हुन्छन् ती सेनाहरूलाई भन्नुहुन्छ। तस्य सञ्जनयन् हर्षं
कुरु वृद्धः पितामह सिंहनादं विनोद्योच्चै शङ्खं दद्मौ प्रतापवान्। त्यसपछि भीष्म पितामहले बुझ्नुहुन्छ, दुर्योधन डराए, दुर्योधन कुपित भए, कायरताले भरिपूर्ण भयो दुर्योधन। अब दुर्योधनको हृदयमा जुन कायरता उत्पन्न भएको छ, जुन डर उत्पन्न भएको छ, त्यो डरलाई नाश गर्नको लागि अब के गर्नुहुन्छ त भन्दा भीष्म पितामहले सिंहनादम विनोद्योच्चै शङ्खं दद्मौ प्रतापवान्। भीष्म पितामहले त्यो दुर्योधनको हृदयभित्र भएको जुन डर छ त्यो डरलाई मेटाउनको लागि सिंहनाद भनेको सिंहको गर्जना समान शङ्ख बजाइदिनुहुन्छ। दुर्योधनको मनभित्र रहेको जुन नराम्रो भाव छ, जुन डर छ, त्यो हटोस् भन्नका लागि। ततः शङ्खास्य वीर्यस्य पडवानक गोमुखाः सहसैवाभ्यहन्यन्त सशब्दस्तु मूलोऽभवत्। त्यसपछि जब भीष्म पितामहले शङ्ख बजाउनुहुन्छ, त्यसपछि त्यहाँ जुन जुन बाजाहरू हुन्छन् युद्ध गर्न भन्दा पूर्व बजाउनको लागि ल्याइएका, ती सबै बाजाहरू बजाउन सुरु हुन्छन्। ततः श्वेतैर्हयैर्युक्ते महती स्यन्दने स्थितौ माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदद्मतुः। अर्थात् ततः श्वेतै हयैः युक्ते भनेको श्वेत भनेको सेतो, हय भनेको घोडामा, सेतो घोडाले युक्त भएको, महती स्यन्दने स्थितौ भनेको महान, स्यन्दन भनेको रथ हो, स्थितौ भनेको रथमा विराजमान हुनुभएका माधव पाण्डवश्चैव, पाण्डवश्चैव, पाण्डवास होइन पाण्डवस हो, किनभने यहाँ अर्जुनलाई मात्र भनिरहेको छ। माधव भनेको भगवान श्रीकृष्ण र पाण्डवश्चैव भनेको पाण्डुका पुत्र अर्जुन त्यो रथमा हुनुहुन्छ। कुन रथमा भन्दा ततः श्वेतै हयैः युक्ते भनेको सेता घोडाहरूले युक्त भएको, महती भनेको ठुलो, स्यन्दन भनेको रथमा, स्थितौ भनेको बस्नुभएका माधव र पाण्डु पुत्र अर्जुनले पनि दिव्यौ शङ्ख प्रदद्मतुः बजाउनु भयो। अब कसले के नाम गरेका शङ्ख बजाउनु भयो भन्ने कुरा यहाँ आउँछ। पाञ्चजन्यं ऋषिकेशो देवदत्तं धनञ्जयः पौड्रं दद्मौ महाशङ्खं भीमकर्मा वृकोदरः। ऋषिकेश भनेको भगवान श्रीकृष्ण, भगवान वासुदेवले के बजाउनु भयो त भन्दा पाञ्चजन्य नाम गरेको शङ्ख बजाउनु भयो। देवदत्तम धनञ्जय भनेको धनञ्जय भनेको अर्जुनले देवदत्त नाम गरेको शङ्ख बजाउनु भयो। पौड्रम दद्मौ महाशङ्खं भीमकर्मा वृकोदर, भीमकर्मा भीमले पौड्र नाम गरेको शङ्ख बजाउनु भयो। अनन्त विजयम राजा कुन्ती पुत्र युधिष्ठिर नकुलः सहदेवश्च सुघोष मणिपुष्पकौ। अनन्त विजय नाम गरेको शङ्ख चाहिँ कुन्ती पुत्र युधिष्ठिरले बजाउनु भयो र नकुलः सहदेवश्च सुघोष मणिपुष्पकौ भनेको नकुल र सहदेवले चाहिँ सुघोष र मणिपुष्पक नाम गरेको शङ्ख बजाउनु भयो। त्यसपछि यहाँ शङ्खको नाम चाहिँ छैन र कोले शङ्ख बजाउनु भयो भन्ने कुरा यहाँ छ। काश्यश्च परमेश्वास शिखण्डी च महारथः दृष्टद्युम्न विराटश्च सात्विकीश्चापराजितः द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथ्वीपते सौभद्रश्च महाबाहु शङ्खान् दद्मुः पृथक् पृथक् भनेको काशीका राजा शिखण्डीले, दृष्टद्युम्नले, विराटले, सात्यकीले, द्रुपदले, द्रौपदेयाश्च भनेको द्रौपदीका पुत्रहरूले, सौभद्रले शङ्खान् दद्मुः पृथक पृथक आफ्ना फरक फरक शङ्खहरूलाई बजाउनु भयो। जुन शङ्ख बज्यो त्यो शङ्खको आवाज कस्तो हुन्छ त भन्दा सघोषोधात् राष्ट्राणां हृदयानि विदारयत् नवश्च पृथिवीं चैव तुमुलो वेणुनादयन् भनेको त्यो शङ्खको आवाजले धृतराष्ट्राणां भनेको धृतराष्ट्रको पक्षबाट लडेका अथवा धृतराष्ट्रका पुत्रहरू जुन छन् ती पुत्रहरूको हृदयलाई कम्पित गर्नेवाला, कायरताले पूर्ण गर्नेवाला त्यस्तो शङ्खनाद चाहिँ बज्यो। नवश्च पृथ्वीं चाहिँ, नव भनेको आकाश, पृथ्वी भनेको पृथ्वी, तुमुलो वेणुनादयन् भनेको एकदम गर्जना समान भयो। र यस्तो किन भयो त भन्दा अर्जुनको रथको माथि ध्वजामा हनुमानजी हुनुहुन्छ र हनुमानजीले प्रतिज्ञा गर्नुभएको हुन्छ कि मैले यस्तो भयङ्कर आवाज निकाल्ने छु जुन आवाजद्वारा तिम्रा शत्रुहरू, तिम्रा विपक्षीहरू कम्पित हुनेछन्, डरले कायरताले काप्नेछन् भनेर प्रतिज्ञा गर्नुभएको थियो अथवा भनौँ वरदान दिनुभएको थियो। त्यसैले पनि यो भएको हुन्छ। र महाभारतमा एउटा प्रसङ्ग के छ त भन्दा जब शङ्ख बज्यो त्यति बेला चाहिँ श्रुत्वा तु निर्णम योधा सकृतमूत्रम प्रशुश्रुवः भनेको जुन जब दुर्योधनका पक्षले त्यो शङ्खनाद सुने त्यति बेला चाहिँ मलमूत्र त्याग गरे भन्ने प्रसङ्ग चाहिँ महाभारतमा आउँछ। जुन
गीता सुरु हुनुभन्दा अगाडिका 24वटा अध्यायमा हेर्नुभयो भने हजुरले पाउनुहुन्छ भीष्म पर्वमा यस्तो खालको शङ्ख चाहिँ बज्यो भन्ने प्रसङ्ग यहाँ आउँछ। त्यसपछि अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः प्रवृत्ते शस्त्र सम्पादन उद्यम्य पाण्डव। शङ्खनाद भइसकेपछि अर्जुनले देख्नुहुन्छ कि अगाडिपट्टि पक्षमा थोरै केही व्यक्तिहरूका अनुहार देख्नुहुन्छ र के भन्नुहुन्छ त भन्दा यी त हाम्रो राज्य नराम्रो तरिकाले लुटेका व्यक्तिहरू हुन्। ती व्यक्तिहरूलाई देखिसकेपछि भगवान श्रीकृष्णलाई ऋषिकेशं तदा वाक्यं मिदमाहं महीपते, भगवान श्रीकृष्णलाई के भन्नुहुन्छ त भन्दा अर्जुन उवाच सेनयोरुभयोर्मध्ये रथं स्थापयाम्यच्युत, भनेको दुईटा सेनाहरूको बीच भागमा गएर यो रथलाई राख्नुहोस्। जब अर्जुनले त्यहाँ व्यवस्थितान भनेको त्यहाँ व्यवस्थित रूपले त्यहाँ आएका जुन धृतराष्ट्रका व्यक्तिहरू हुन्छन् ती व्यक्तिहरूलाई देखिसकेपछि युद्धभूमिको दुईटा योद्धाहरूको बीच भागमा गएर यो रथलाई राख्नुहोस्, म अझै राम्रोसँग तिनीहरूलाई हेर्न चाहन्छु भनेर भनिसकेपछि राखिदिनुहुन्छ। र अर्जुनले भन्छन् यावदेता निरीक्ष्यहं योद्धकामान अवस्थितान् कैमयाः स योद्धव्य अस्मिन् रणसमुद्यमे, अर्थात् यावद यता निरीक्ष्यहं योद्धकामान अवस्थितान् भनेको युद्धको कामना गर्ने इच्छाले, योद्धकामान अवस्थितान् भनेको युद्ध गर्ने इच्छा बोकेर आएका व्यक्तिहरू को छन्। कैमया सह योद्धव्यम भनेको मैले यो युद्धभूमिमा कोसँग लड्नुपर्ने छ, अस्मिन् रणसमुद्यमे यो युद्धभूमिमा कोसँग लड्नुपर्ने छ तिनीहरूलाई म हेर्न चाहन्छु। ज्योत्स्यमानानवेक्षेयं य एते समागताः धार्तराष्ट्रस्य दुर्बुद्धि युद्धे प्रिय चिकीर्षव, युद्ध गर्ने इच्छाले ती भेला भएका व्यक्तिहरू धृतराष्ट्रका प्रिय व्यक्तिहरू, धृतराष्ट्रको पक्षमा लिएर युद्ध गर्न आएका व्यक्तिहरू को छन् तिनीहरूलाई म हेर्न चाहन्छु भनिसकेपछि भगवान श्रीकृष्णले पनि के गर्नुहुन्छ भन्दा एवमुक्तो ऋषिकेश गुणाकेशेन भारत सेनयोरुभयो मध्ये स्थापयित्वा रथोत्तमम्, र दुईटा सेनाहरूको बीच भागमा गएर भगवान श्रीकृष्णले त्यो अर्जुनको रथलाई राखिदिनुहुन्छ। राखिसकेपछि कस्तो ठाउँमा राख्नुहुन्छ भन्ने कुरा यहाँ वर्णन गरिएको छ। भीष्म द्रोण प्रमुखतः सर्वेषां च महीक्षिताम् उवाच पार्थ पश्यैतान् समवेतान् कुरुन् इति, अर्थात् भीष्म द्रोण प्रमुखतः भनेको भीष्म र द्रोण जहाँ प्रमुख रूपमा अगाडिपट्टि थिए, जहाँबाट अगाडिपट्टि भीष्म पितामह र द्रोणाचार्य देखिनुहुन्थ्यो त्यो ठाउँमा गएर त्यो रथलाई राखेर भगवान श्रीकृष्णले के भन्नुहुन्छ त भन्दा समवेतान् कुरुन् इति। कुरुन् भनेको कुरुवंशीहरूलाई हेर, तिम्रो विपक्षको रूपमा लड्न भनेर आएका ती व्यक्तिहरूलाई तिमी हेर भनेर भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ। त्यसपछि तत्र पश्य स्थितान् पार्थ पितॄन् अथ पितामहान् आचार्यान् मातुलान् भातॄन् पुत्रान् पौत्रान् सखिस्तथा, भनेको अब अर्जुनले अगाडि आफ्नो युद्धभूमिमा लड्नको लागि को व्यक्तिलाई देख्छन् त भन्दा पितृन् आफ्नै बुबाहरूले, आफ्नै पिताहरूलाई, पितामहान् भनेका पितामह भनेको हजुरबुवाहरूलाई देख्छौँ, आचार्यान् भनेको जसले आफूलाई शस्त्र अस्त्र चलाउन सिकाउनु भयो ती आचार्य ती गुरुवरहरूलाई, मातुलान् भनेको आफ्ना मामाहरूलाई, आफ्ना माताका दाजुभाइहरूलाई, भातृन् भनेका आफ्नै भाइहरूलाई, आफ्ना ठुलबुवाका छोराहरूलाई, अर्जुनका ठुलोबुवा धृतराष्ट्रका छोराहरू छन् त्यहाँ त आफ्ना ठुलोबुवाका छोराहरूलाई, पौत्रान् भनेका आफ्ना छोराहरूलाई र पौत्रान् भनेका आफ्ना नातिहरूलाई, सखिस तथा भनेका आफ्ना मित्रहरूलाई त्यहाँ देख्छन्। ससुरान् सुहृदश्चैव सेनयोरुभयोरपि, र ससुरा बुवाहरूलाई पनि ससुरालका व्यक्तिहरूलाई, र सुहृद भनेको आफ्ना शुभचिन्तक अर्जुनको शुभचिन्तकहरूलाई पनि देख्छन्। शुभचिन्तकहरूमध्ये एउटा व्यक्ति को हुन्छन् त भन्दा विकर्ण पनि हुन्छन्। विकर्ण यस्ता व्यक्ति हुन्छन् जसले चाहिँ द्रौपदीको चिरहरण भएको बेलामा द्रौपदीको चिरहरण नगर भनेर प्रश्न उठाउने त्यो सभाका कुरुपक्षका एक मात्र व्यक्तिको रूपमा विकर्ण थिए। त्यस्ता शुभचिन्तकहरूलाई पनि आफ्नो अगाडि देख्छन् र तीहरूलाई देखिसकेपछि अर्जुनमा कायरता उत्पन्न हुन्छ, अर्जुनमा डर उत्पन्न हुन्छ। तान् समीक्ष्य स कौन्तेय सर्वान् बन्धुन अवस्थितान्, आफ्ना बन्धुबान्धवहरूलाई देखेर कृपया परया विष्टो विषिदनिधमब्रवीत्, परया भनेको अत्यन्त, कृपया भनेको कायरताले, आविष्ट भनेको युक्त भएर विषाद गर्न लागे अब अर्जुनले। र यसपछि अर्जुनले त्यो विषाद गरेर भगवान श्रीकृष्णलाई के भन्छन् भन्ने कुरा हामीहरूले भोलिको स्वाध्यायमा चर्चा गर्नेछौँ। आजका लागि भने हामीहरूले
यही अन्त्य गरौँ र आजको स्वाध्यायलाई यही अन्त्य गरौँ। ओम जय श्रीमन्नारायण। ओम नमः पार्वतीपतये। हर 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 महादेव शम्भो।